नमस्ते साथीहरू, आजको मेरो स्पेसलमा मेरो सासू आमाको स्पेसल रेसिपी दाल लौकी तयार पार्न जाँदैछु। र यो दाल लौकी तयार पार्नु अघि नै मैले चाहिने सबै इन्ग्रिडियन्टहरू रेडी गरेर राखेँ। र रेडी गरेर राखिसकेपछि कुकरमा तेल तताएर पन्चफुरन, तेजपत्ता र प्याजलाई राखेर मजाले एकछिन प्याजलाई भुटेँ र भुटिसकेपछि भिजाएर राखेको चलाको दाललाई पनि राखेँ र सँगसँगै चाहिने सबै मरमसलाहरू राखेर मसलामा एकछिन दाललाई मजाले फुटेँ र फुटिसकेपछि पानी राखेँ र पानी सँगसँगै लौका र गोलभेडा राखेर कुकरलाई बन्द गरेँ र 4-5 सिटी लागिसकेपछि मेरो दाल लौकी पनि रेडी भयो। र रेडी भइसकेपछि हल्का गरम मसला राखेर मजाले घिउ अनि जिराले छाने र यसरी मेरो दाल लौकी पनि रेडी भयो। र मेरो स्पेसल थाली पनि अब म सजाउन जाँदैछु। र यो स्पेसल थाली सँगसँगै आजको मेरो स्पेसल डिस दाल लौकी सजाएर राखेर अब हामी यो स्पेसल थाली फ्यामिलीसँग बसेर खानको लागि रेडी।